गाइस ल म चाहिँ अहिले सेकेन्ड यात्रा सुब्बा देउरालीलाई निस्केको छु। अब हामी केही समयमा ट्रिब्रेकको लागि रोकिनेछौँ। ल गाइस अहिले हामी ट्रिब्रेकको लागि अहिले हामी चाहिँ ठ्याक्कै केबल कार पुग्यौँ है। काठमाडौँबाट हिँडेको 3-3.5 घन्टाको राइडपछि हामी केबल कार पुगेका छौँ। हेलो गाइस ल हामी चाहिँ अहिले यसरी जाममा बसिरहेका छौँ। यो जोगीमारा भन्ने ठाउँमा गाडीको जाम लागिरहेको छ। म घरबाट निस्केँ र म अघि बढ्दैछु। म अघि बढ्ने क्रममा हजुरलाई मैले जे जस्तो देख्छु त्यस्तै देखाउने चमक गर्दै म अघि बढिरहेको छु। अब हामी केही समयमा ट्रिब्रेकको लागि रोकिनेछौँ। ल गाइस अहिले हामी ट्रिब्रेकको लागि ट्रिपल क्राउन रिसोर्टमा आएर ट्रिब्रेकको लागि रोकेको छौँ। अब केही समयमा हामी ट्रिब्रेक गरेर यहाँबाट हामी अघि बढ्नेछौँ। यो चाहिँ ट्रिपल क्राउन रिसोर्ट हो। यहाँ चाहिँ म अब केही समयमा निक्लिन्छु। ल गाइस हामी चाहिँ अहिले यहाँ चरौदी पुग्यो। चरौदीमा पुरा जाम छ है। यो चाहिँ जामको दृश्य। अब हामी जामबाट अगाडि बढ्दैछौँ। जाम खोल्यो अवस्था। हेलो गाइस ल हामी चाहिँ अहिले यसरी जाममा बसिरहेका छौँ। यो जोगीमारा भन्ने ठाउँमा गाडीको जाम लागिरहेको छ। कस्तो जाम छ कि
यसरी जाम भएर चाहिँ यहाँ ट्राफिक प्रहरीहरूले चाहिँ अब जाम नियन्त्रण गर्नलाई हिँड्नु भएको छ। सर यो के को जाम हो? हजुर त्यसको लागि वान वे चलाइरहेको हो। गाइस अहिले हामी चाहिँ ठ्याक्क केबल कार पुग्यौँ है। काठमाडौँबाट हिँडेको 3-3.5 घन्टाको राइडपछि हामी केबल कार पुगेका छौँ। अब गाइस यो चाहिँ मनगाउँ केबल कार स्टेसन हो। अब यहाँबाट हामी मनगाउँ दर्शन गरेर केही समय फर्किनेछौँ। त्यसपछि हामी त्यहाँबाट फेरि अघि बढ्नेछौँ भन्दै यहाँबाट अहिले हजुर जम्मा जम्मी 8 जना हो। ल लाइक सेयर सब्सक्राइब पनि गर्नु होला है गाइज। हेलो गाइज, ल यो चाहिँ केबल कार। अब हामी केबल कारबाट अब केही समयमा निस्किँदैछौँ। अब हामी यहाँबाट चाहिँ आजको हाम्रो स्टे भनेको पुटोल गएर हामी पुटोल बस्छौँ। त्यसपछि अर्को एपिसोड हामी सुरु गर्नेछौँ। आज चाहिँ हामी अहिले यहाँ मनकामना माताको दर्शन गरेर फर्किँदैछौँ गाइज। मनकामना माता की जय हो।